यहाँ यस्तो राम्रो छ यहाँ चाहिँ फुल ए यहाँ चाहिँ तोरीबारी रहेछ उताभित्र सनसेट पनि कस्तो खतरा ब्याक टु माई न्यू ब्लग गाइज आफ्टर लङ टाइम र म आइसकेँ न्यू ब्लगसँगै र धेरै महिनापछि र आज चाहिँ हामी ढेङ्गाबारी घुम्दै जान्छौँ र भाइ तपाईँ भन्दै कहाँ जाने अरे आइसे भन्दै त कहाँ जाने अरे जाँदैछौँ ढेङ्गाबारी र त्यहाँ चाहिँ पुलहरू छ र अरू पनि केही हाम्रो चिजहरू ठाउँहरू छ र उता चाहिँ वेलकम ढेङ्गाबारी देखिरहेको छ हामी जाँदैछौँ यहाँ मेरो भाइ भयो यहाँ दुईवटा सानो भाइ बाटो चाहिँ हेर्नु उकालो छ यस्तो उकालो छ बाटो चाहिँ उकालो जानुपर्छ हेर्नु होला तपाईँहरू यस्तै छ बाटो त अब के गर्नु बाटो यस्तै हो वेलकम ढेङ्गाबारी अहिले हामीले ढेङ्गाबारी माथिको छ गेट वेलकम ढेङ्गाबारी हामीले प्रवेश गर्छौँ गेटमा र हामी जाँदैछौँ र भाइहरू चाहिँ त्यहाँ पुगिसक्यो भाइ र बहिनी कुकुर चाहिँ टोक्नु खोज्दैछ यहाँ भाइहरू चाहिँ डर भइसक्यो सानो भाइ आइसक्यो अरे फेरि गर्दैन कुकुरलाई फेरि गर्दैन हामीले जान्छौँ बाटोमा हिँड्दै हामी हिँडेको 10-15 मिनट भइसक्यो अझै पुग्नु अझै 5-6 मिनट लाग्छ गाइज हेर्नु न पहाड कस्तो खतरा यहाँ हाम्रो भाइहरू चाहिँ हिँड्दैछ आइस गली हिँड्दै गाइज हेर्नु न पहाड कस्तो खतरा यहाँ हाम्रो भाइहरू चाहिँ हिँड्दैछ आइस गली हिँड्दै पाहाडहरू हेर्नु होला यस्तो छ यस्तो खतरा छ पाहाडहरू भ्यू चाहिँ यस्तो खतरा छ पाहाडहरू भने यस्तो छ कि खतरा पाहाड यस्तो छ भाइहरू बहिनी चाहिँ उता जान्छ यस्तो खतरा छ भ्यू चाहिँ हेर्नु होला तपाईँहरू पार्किङ फ्री भइसक्यो त्यो पार्कको नाम चाहिँ टिकटक रिसोर्ट छ टिकटक रिसोर्ट जाँदैछौँ भाइहरू चाहिँ छ गाइज हेर्नु होला उता पर ड्रागन फ्रुटको बोटहरू ड्रागन फ्रुट यता फार्मिङ हुँदो रहेछ हेर्नु होला ड्रागन फ्रुट कति धेरै छ बोटहरू र सनसेट पनि हेर्नु होला र फुलहरू पनि रहेछ यहाँ त्यो पार्क आइसक्यौँ भाइहरू छ यहाँ उता हेर्नु सक्नुहुन्छ पार्क पनि यहाँ रहेछ आइसक्यौँ यहाँ यो पार्क र हामी अब भित्र जाँदैछौँ जहाँ चाहिँ पुगिसक्यौँ पार्क यो यस्तै छ भ्यू होटल पनि छ हाम्रो एन्ट्री भइसक्यौँ र यहाँ छ यस्तो छ ठाउँहरू आइसक्यो हामीले जान्छौँ तल हेर्ने जाउँ गाइस हेर्नु होला यस्तो छ ठाउँ चाहिँ फुल चाहिँ पाहाडहरू माथि जङ्गलहरू बाँसहरू छ यहाँ जाँदैछौँ हामी चाहिँ यस्तै छ ठाउँ यस्तो छ पुल हलिन्छ आइसे कता आइसे यस्तो छ तपाईँहरू भाइहरू यहाँ हिँड्दैछ
गाइस यस्तो छ भ्यू चाहिँ हेर्नु होला यहाँ आयुष भाइ हाम्रो यहाँ सन्तोष भाइ भ्यू चाहिँ यस्तो खतरा छ बाँसघारी नै बाँसघारी छ यस्तो छ भ्यू चाहिँ किन हाँसेको तिमीहरू बहिनी हाँस्दैछ अहिले हामी चाहिँ फोटोसुट पनि गरिसक्यौँ अब हामी घर लाग्न आँटेको घरतिर यस्तो छ भ्यू चाहिँ पुल यस्तो छ पुलहरू भ्यूहरू नै यस्तै हो यहाँको भ्यू बहिनी छ यहाँ दुईजना हाम्रो सन्तोष छेत्री सन्तोष छेत्री डन यस्तो छ म भ्यू चाहिँ जब चाहिँ हामीले घर फर्केछौँ घुम्यौँ फोटोसोटो खिच्यौँ र बिहान आएको थियौँ अहिले घाम पनि लागिसक्यो यस्तो घाम र हामी जाँदैछौँ घरतिर फर्किँदैछौँ अब बिस्तारै हिँड्दै हिँड्दै अब आज अघि नै पर पुगिसक्यो हो त्यहाँ पर पुगिसक्यो र म चाहिँ हिँड्दैछु बिस्तारै र भ्लग चाहिँ अब छिटै आउँछ सबैजना सब्सक्राइब लाइक गरिदिनु होला यही भन्न चाहन्छु सबैजनालाई तपाईँ हेर्न सक्नुहुन्छ टिकटक रिसोर्ट तपाईँहरू पनि घुम्न आउनु होला यो चाहिँ धरान ठिङ्गाबारीमा रहेको छ टिकटक रिसोर्ट तपाईँहरू पनि आउनु होला टिकटक रिसोर्ट जाने बाटो चाहिँ यही हो तपाईँहरू पनि आउनु होला कुनै दिन छुट्टीको बेला र म चाहिँ अब यति भन्दै हिँड्दै लागेँ घरतिर र भाइहरू पनि तल पुगिसक्यो फोटोसोटो खिच्यौँ र हामी जाँदैछौँ बाटोमा सानो बहिनी हेलो भन् भाइहरू जाँदैछौँ त्यहाँ दुइटा भाइ घाम चाहिँ यस्तो लागिसक्यो गाइज अब हिँड्नु पनि अल्छी लाग्छ हामीलाई तर भए पनि हिँड्नुपर्छ हामीलाई भोक लागिसक्यो हामीलाई भोक लागिसक्यो र हामीले खाना खानै पर्छ हामी हिँड्दै जाँदैछौँ बाटो पनि यस्तो छ बिहानै अब बिहान हामी कति बजी त आएको बिहान कति बजी आएको हामी बाटोमा फुलहरू रोपिरहेछ राम्रो छ यो चाहिँ यहाँ चाहिँ धरान भनेको राम्रो हो र यहाँ फुलहरू बाटो बाटोमा फुलहरू रोपेछ यो चाहिँ हर्का साम्पाङको सेटी धरान हेर्नु होला कस्तो छ राम्रो रहेछ यो ठाउँ चाहिँ फुलहरू यता हेर्नु गाई छेउ चाहिँ हेर्नु होला यो चाहिँ खुच्चो यसलाई यहीँदेखि भन्छ यसलाई चाहिँ अम्लिसो भन्छ र खुच्चोहरू चाहिँ यसकै बनाउँछ हेर्नु होला गाई खुच्चो चाहिँ यसकै बनाउँछ खुच्चोहरू चाहिँ यसकै बनाउँछ र यता यस्तो धेरै फलिरहेछ यहाँ चाहिँ खुच्चोहरू किन्नै पर्दैन यिनीहरूले बन्छ यिनीहरूले बनाउँछ खुच्चोहरू चाहिँ उकालो छ बाटो हिँड्नुपर्छ उकालै उकालो छ र मेरो ड्रेसहरू चाहिँ हो यहाँ दुईजना भाइहरू चाहिँ हिँड्दैछ बहिनी चाहिँ घर पुगिसक्यो हो अब चाहिँ हामी घर पुग्न आँट्यौँ यस्तो उकालो बाटो छ ओह्रालो बाटो माथि जाँदा उकालो र तल जाँदा ओह्रालो भाइहरू उता पर पुगिसक्यो र गाई चाहिँ त्यहाँनिर थ्याङ्क यू फर द भिजिट अरे भिजिट लेखिरहेछ र फेरि हामी अर्को फेरि केही दिनमा घुम्न आउनेछौँ फाइनली घर पनि आइपुगिसक्यो मेरो यो घर चाहिँ फाइनली आइपुगिसक्यो घर र आजको लागि ब्लग चाहिँ यति नै र गाइस आजको लागि ब्लग चाहिँ यति नै र हामी घर पनि पुग्न आँट्यौँ आजको लागि ब्लग चाहिँ यति नै र सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो अनि सब्सक्राइब पनि गरिदिनु होला सी यू अगेन